हेलो नमस्कार। आज चाहिँ मेरो ब्लग सुरु हुँदैछ पथरीको पुलवारीबाट। हेर्नुहोस् है साथीहरू, पथरीको पुलवारी चाहिँ यस्तो राम्रो भएछ हैन। म पनि नगएको थुप्रै भयो नि त। अनि आज चाहिँ हामी त्यहाँ पथरीतिर गएको थियौँ हेर्नु पुलवारी। अनि पुलपारीदेखिको चाहिँ यस्तो यस पुलवारी चाहिँ यस्तो थियो त्यस्तो थियो भने मेरो पुलवारीदेखि ब्लग सुरु भयो भने यो चाहिँ पुलपारीको मन्दिरहरू देख्नुभयो। आजकल चाहिँ पुरै यहाँ बाटोहरू बन्दैछ र यो पुलवारीदेखि उता गाउँहरू छिर्ने बाटो छ। यो चाहिँ पथरीको भुटाने शरणार्थी बस्ती हो। पहिला यहाँ चाहिँ भुटानबाट आउनु भएकोहरूको बस्ती थियो सिभिल। अनि अहिले चाहिँ अब सबै अमेरिका कता जानुभयो उहाँहरू। अनि त्यही भएर पुरै सुनसान रहेछ घरहरू पनि। अनि यहाँबाट चाहिँ संसारी जाने बाटो खै कता जान्छ। यहाँबाट चाहिँ संसारी जान्छ चाहिँ मलाई थाहा छ। यहाँदेखि उदो चाहिँ संसारी जान्छ। आज चाहिँ मेरो स्वर एकदमै घाँसिरहेछ क्या, रुगा मार्गी लागेर स्वर चाहिँ खासै राम्रो भएको छैन। अनि यहाँदेखि फेरि सानो पुल छ हेर्नुहोस्। पथरी बजार कस्तो भएछ यहाँ। पथरी बजार यो चाहिँ बजार ठुलो भएको छ है। पथरी पनि बाक्लो छ अझै। उदोतिर त झन् बाक्लै राम्रो नराम्रो भएको छ। पथरी पनि उभोतिर चाहिँ अलिकति उयो भएर जङ्गलहरू छ भने, एकपट्टि उभोतिर चाहिँ जङ्गल छ भने उदो चाहिँ तल किराती चोकदेखिको उदोसम्म एकदमै राम्रो बजार बस्ती बढेर पथरी एकदमै राम्रो भएको छ। अनि तपाईँहरू हेर्नु चाहिँ यो चाहिँ पथरीको उदो साइड हो। अनि मैले उभो साइड चाहिँ खिचिनँ किनभने मलाई अप्ठ्यारो लाग्छ। मेरो हात त्यति बानी परिसकेको छैन नि त मोबाइल पक्रिने। त्यही भएर पथरी बजार यस्तो राम्रो छ। अनि अब चाहिँ म उभोपट्टि देखाउँछु। यो चाहिँ बस स्ट्यान्ड हो, उभोपट्टिको चाहिँ बस स्ट्यान्ड हो। अनि त्यसपछि यो पथरीको गोर्खा डिपार्टमेन्ट स्टोर, पथरीमा गोर्खा डिपार्टमेन्ट स्टोर पनि छ। अनि त्यहाँबाट हेर्नुहोस् पथरी बजार कति राम्रो छ। यो बस स्ट्यान्ड उता यो चाहिँ कता जाने पूर्व जाने भन्छ होला होइन, उता पूर्व जाने बस स्ट्यान्ड हो। अनि खास चाहिँ त्यसपछि यस्तो जङ्गलहरू आउँछ। हामी चाहिँ पथरी मलामी पनि गएको थियौँ। अनि उहाँ बाजे चाहिँ बित्नु भएको। अनि उहाँ बाजेको श्रद्धाञ्जली फोटो चाहिँ यङको बनाउनु भएको रहेछ, तर उमेर पुगेर नै बित्नु भएको। अनि भेट्यौँ सबैलाई यसो, अनि भेट्यौँ। अनि त्यहाँबाट उहाँहरू कपाल काट्नु जानुभयो। अनि हामी चाहिँ यसो बाहिर निस्केर फर्क्यौँ। अनि यो चाहिँ काने पोखरी मुनिको आइतबारे जदा छुटिने बाटो हो। अनि यहाँबाट चाहिँ अब राइट साइड गयो भने चाहिँ आइतबारे जान्छ, लेफ्ट साइड गयो भने चाहिँ जदा जान्छ। अब यहाँ एरोले देखाएको छ यो साइड चाहिँ हामी जदातिर लाग्यौँ। अनि यो चाहिँ जदाको जङ्गल हो। यो जङ्गलमा चाहिँ पहिला हामीले सानोमा कति दाउरा घाँस यसरी बोकेको। अनि यो त्यतिखेर चाहिँ एकदमै झोडी थियो कि, तर अहिले त फाँडेको छ। तर पनि यो जङ्गलमा हात्ती धेरै आउँछ आजकल, एकदमै हात्ती आउँछ। यो चाहिँ घलेटोल जाने बाटो हो। यता गयो भने चाहिँ घलेटोल हुन्छ भने यो सिधै गयो भने चाहिँ जदा हुन्छ। अनि त्यहाँबाट यो चाहिँ जदाको फर्स्ट गाउँ छिरेपछि यहाँ आएको मन्दिर। त्यसपछि यो चाहिँ एकदमै ठुलो फुटबल ग्राउन्ड छ। यहाँ चाहिँ फुटबलहरू खेल्छ। अनि हामीहरू सानोमा यहीँ फुटबलहरू खेलेको हेर्थ्यौँ। दाजुहरूले, हाम्रो गाउँको मान्छेहरू आफन्तहरूले सबले यहीँ खेल्ने हो। अब यहाँबाट चाहिँ हाम्रो जदा गाउँ सुरु भयो स्टार्ट। हेर्नुहोस् है त यो सिरान घर। अब यहाँबाट चाहिँ गाउँ जदा तपाईँहरूलाई कस्तो लाग्छ, कसले चिन्नुहुन्छ आफ्नो घर जदालीहरू लो चिन्नुहोस् है त। अब यहाँबाट चाहिँ सरारा जदा पुगिन्छ। हेर्नुहोस् है हाम्रो जदाको भ्यू चाहिँ यस्तो छ। यो चाहिँ जदा सिधै हो। अनि यताबाट गयो भने उता आइतबारी छ र यता गयो भने चिसाङतिर पुग्छ भने यो चाहिँ सिधै गयो भने चाहिँ हाम्रो चाहिँ जदा गाउँ हो। कहीँ यताउता कहीँ गर्नु पर्दैन, सिधै सरारा जदा पुग्यो। हेर्नुहोस् है त। अनि मलाई त्यही घरमा छिर्ने बेलामा चाहिँ दिदी चाहिँ दाउरा उसार्दै हुनु रहेछ। अनि हाम्रो घरमा चाहिँ देवराज दाई आउनु भएको रहेछ। अनि देवराज दाईको बाइक अगाडि नै थियो। अनि त्यसपछि मलाई साइलाले घरभित्रै छिराउने भने हाम्रो घरमा चाहिँ आँगनमा चाहिँ बलुवा मिसाएको ओछ्याएको रहेछ क्या। अनि मलाई साइलाले लडायो त्यहाँनिर। हेर्नु है त, मैले बाहिर रोक्नु भनेको मान्नै भएन नि त। ओभर कन्फिडेन्ट देखाउनुहुन्छ। अनि सर्टै घरभित्र नै छिराउनु भयो कि। अनि त्यही भएर मैले एकछिन भन्दै मलाई त भुग्लुकै मतलब मजाले त लडिनँ। लडेको भए त झोला नै फुट्थ्यो होला। स्कुटी चाहिँ लड्यो। अब मैले चाहिँ खुट्टा टेकिहालेँ नि त, त्यही भएर नत्र भने चाहिँ लडिन्थ्यो मजाले। यो चाहिँ सिंहदेवी जाने सिंहदेवी स्कुल पनि हो, मन्दिर पनि हो, जाने बाटो
चिन्नुहोस् है जदाको को हुनुहुन्छ देश विदेशमा जदालमा को जदाको कहाँ पुग्नु भयो अहिले जदा चाहिँ यस्तो भएको छ यति राम्रो भएको छ हेर्नुहोस् हाम्रो जदा पिज भएर होइन गाउँ पनि यति राम्रो भएको छ अनि म चाहिँ गच्छेली जेठाको छोरी हो अनि गच्छेल्नीको बधाई नै हो तपाईहरुले चिन्नुहुन्छ होला होइन अब चाहिँ म गच्छेल्नीको घर पुग्नु आँटे हेर्नुहोस् है अब ठक्क हाम्रो घर आइपुग्नु आँट्यो अनि त्यसपछि यहाँ चाहिँ अब आइपुग्यो देवराज दाइको बाइक अनि यहाँ अब मलाई साइलाले लडायो भोग्लाकै लडायो के गर्नु खोजेको तपाईले लडाएर आया यहाँ छिराएर बलौटामा लडाउनु खोजेको अवस्था पहिला चाहिँ हाम्रो यो घर ठुलो थियो टाढे घर अनि दिदीलाई डर लाग्छ अरे भनेर भत्काएर यो चाहिँ काकीहरूको घर ल है हाम्रो जदा गाउँ यस्तो छ यस्तो यो चाहिँ हाम्रो घर हो अन्त अनि अस्ति बाबाले लगिदिनु भएको कि दिदी सबै त भित्र कालो परेको क्या कोन त नि फेरि उसिनेर खाँदा चाहिँ मिठो छ आलु तर बिग्रेको धेरै म उसिनेर खानुको लागि लगेको लु मेरो दिदी फुपू दिदी मलाई कसैले आलु हालिदिँदै हुनुहुन्छ कहाँ भने भिडियोमा नि फेरि यो मोबाइलमा हो मोबाइलमा हाम्रो मकैबारी देखाइदिन्छ ल घर यस्तो छ यस्तो हाम्रो दिदीको साथी बिरालो यो बिरालो यस्तो छ चाउचाउ बिना भात खाँदैन होइन दिदी यसले चाउचाउ बिना भात खाँदैन होइन हाम्रो खसी बेचेको त्यो ठुलो ठुलो खसी बेचेको खसी दुइटै पम्प सिटमा अनि पानी अहिले हालेको मकैको अनि पानी नै पाइन्छ त हाम्रो जराको मकैबारी हेर्नु कस्तो दामी मकै फल्छ जरामा चाहिँ बाली चाहिँ राम्रो हुन्छ है टक्क यो चाहिँ हाम्रो पछुवा मकै यो चाहिँ अगुवा मकै सुकिसकेछ अनि स्टेप मकै छ अरे अनि बाबाहरू चाहिँ मकै रुङ्नुहुन्छ यो अगुवा मकै भएर सुगाले खाइदिएर अनि यो पछुवा मकै अनि उहाँ परेर रहेछ फेरि अगुवा मकै यसरी पानी हाल्नुपर्छ थुक्का मुन्टा लानु भनेको त अनि पानी हालेको रहेछ आज मकैबारीमा त्यसै मकै कहाँ फल्छ हेर्नु यत्रो फल्ने बेला भएको मकैमा पनि पानी हाल्नुपर्ने रहेछ हेर्नुहोस् है हाम्रो जदाको खेती मकैबारी अर्को मकै देखाइदिन्छ ल म स्टेप छ हाम्रो मकैबा यहाँ बाबाले मकै रुङ्दै हुनुहुन्छ अरे कतानिर हो बाबा कता हुनुहुन्छ म चाहिँ यहाँदेखि उता जाँदिनँ यहाँ सेम रहेछ नि त मकै अगुवा भएर सुगाले मकै खाएर अनि यहाँ चाहिँ मकैबारी हेर्नु कस्तो दामी मकै छ है जतामा मकै चाहिँ फल्छ है बारीमा हेर्नु त घोगाहरू कत्रो कस्तो दामी छ है यहाँ चाहिँ यो मकै चाहिँ सुगाले खाइदिन्छ भनेर बाबाहरू चाहिँ यहाँ कता हुनुहुन्छ अरे बाबा मकैबारी अङ्कल तपाईँ पनि मकै रुङ्दै हुनुहुन्छ कि के हो यहाँ बाबा मकै रुङ्दै हुनुहुन्छ अरे नि हेर्नु आएको म अहिले भयो आधी घन्टा जति हजुर सन्चै हुनुहुन्छ यहाँ मकैको घोगा लोभ लाग्दो देखेर भिडियो बनाएको होइन जान्छौँ नि नानीहरू घरमा यत्तिकै छ बाबाले अहिले चाहिँ किन यस्तो मकै टुप्पा काटेर मकै भाँच्ने यो चाहिँ बिकासे मकै हो हेर्नु साथीहरू यसरी आजकल चाहिँ मकै यस्तो गर्दो रहेछ टुप्पा काटेर अब अनि मकै भाँच्ने अनि यो टुप्पा रहन्छ त बाबा बिग्रिँदैन बाख्रालाई खानुलाई हो र
आज तपाईँ किन मलामी जानु भएन? सधैँ मलामी जानुहुन्थ्यो त तपाईँ त। जहीँ तहीँ पुग्थ्यो। आज बाबा किन आएन भनेर र यो स्टुप्पा काटेको देखिनको। हजुर हामी पुग्यो अरे आएको त। अनि यहाँ कोसेली लगाइदिएको भनेर हेर्नु परेन? भरे यत्रो कोसेली लगाइदिइराखेको छ यहाँ भनेर। आजको भ्लग यति नै। बाई बाई। हामी चाहिँ तोरी लिएर घर फर्कियौँ।